भिडियो नबनाएको 1 हप्ता भइसकेको छ। आज भिडियो बनाउँछु सोचि नै राखेको थियो कि लोकन्ती मुभिजको टिजर आइसकेको छ। यो मुभिजको बारेमा सायद तपाईहरुलाई थाहा नहोला, मलाई पनि केही थाहा थिएन। यो मुभिजको टिजर युट्युबमा आएको 1 घण्टा भइसकेको छ। जम्मा भ्युज भनेको 2000 भएको छ। यानि कि 2000 मान्छेले जम्मा मात्रै हेरेको छ। अनि यसले नै थाहा हुन्छ कि धेरै मान्छेले यो मुभिजको बारेमा थाहा छैन। यो मुभिजको टिजर जम्मा 36 सेकेन्डको छ। यताबाट आउँछ उताबाट गइहाल्छ। अनि यो टिजर कस्तो छ त यसको बारेमा म कुरा गर्छु। त्यो भन्दा पहिला सोल्टा सोल्टिनीहरु मेरो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला। मत लिएर जन्ती जन्तीलाई मन पर्यो लोकन्ती। यो मुभिजमा रहेको छ यशराज गञ्च। अब यस्तै हो कि के हो हैन, मैले राम्रोसँग नाम लिन सकेन, तपाईहरु आफै हेर्नु होला। त्यसपछि रहेको छ रिचा थापा, कुमार न्यौपाने, बिमला लिम्बू अनि डाइरेक्टर रहेको छ रञ्जित राणा। यो टिजर स्टार्ट हुन्छ नै गीतबाट। म त लिएर आए जन्ती जन्तीलाई मन पर्यो लोकन्ती। अनि गीत भनेको हैन राम्रै थियो हैन, सुन्दा पनि एकदम ठिकै जस्तो लागेको। अनि यो गीत भनेको चलिराखेको हुन्छ अनि गीत भित्र नै भिडियोहरु देखाएको छ। अब बिहे भएको सिनहरु देखाएको छ, भिडियोहरु देखाएको छ। किनभने गीत नै अब बिहेको गीत नै हो हैन। अब लिएर आयो जन्ती जन्तीलाई मन पर्यो लोकन्ती। अनि यस्तै भिडियोहरु चलिरहेको हुन्छ। अनि यो टिजर पनि एकदम सानो छ हैन, 36 सेकेन्डको टिजर छ। अनि यो 36 सेकेन्डको टिजरमा जम्मा भनेको 23 सेकेन्ड मात्रै यसको भिडियो देखाएको छ हैन। अब गीत भनौँ या भिडियो भनौँ त्यो 23 सेकेन्डको मात्रै देखाएको छ। यताबाट टिजर आउँछ उताबाट गइहाल्छ। एकदम सानो छ हैन, खासै टिजरमा केही छैन हैन। अनि म तपाईहरुको एउटा जानकारी लागि भनिदिन्छु हैन, जे इन द टप मुभिजको जम्मा हैन पुरा दुनिया भरिमा जम्मा कलेक्सन भनेको 22 करोड भन्दा माथि कमाइसकेको छ हैन। जे इन द टप मुभिजको बजेट भनेको 7-8 करोड छ। अनि जम्मा कलेक्सन भनेको 22 करोड भन्दा माथि कमाइसकेको छ। अनि तपाईहरुले के लाग्छ, जे इन द टप मुभिज हिट भयो कि सुपर हिट भयो कि ब्लकबस्टर भयो कि के भयो? अनि आफ्नो राय भनेको कमेन्ट गरिदिनु होला। अनि एउटा मेरो डायलग छ हैन, त्यो त म सबै भिडियोहरुमा भनिराखेको हुन्छु। हेलो सोल्टा सोल्टिनीहरु, यो भनेको मेरो डायलग हो हैन। अनि यो डायलग पनि तपाईहरुले के लाग्छ कसो लाग्छ हैन त्यो पनि कमेन्ट गरिदिनु होला। अनि म फेरि भन्दैछु, तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज हैन सोल्टा सोल्टिनीहरु सब्स्क्राइब गरिदिनु होला हैन। अनि जय नेपाल।